हिन्दू वास्तुकलाका 5 आधारभूत सिद्धान्तहरूमध्ये वास्तुपद विन्यासलाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यसै सिद्धान्तको पूर्ण अभिव्यक्ति र आध्यात्मिक सार नै वास्तुपुरुष मण्डल हो। यो केवल भवनको एउटा नक्सा मात्र होइन, ब्रह्माण्डीय ऊर्जा र भौतिक संरचनालाई जोड्ने एउटा जीवित सूत्र हो। स्रोतहरूका अनुसार यसका मुख्य पक्षहरूलाई निम्नानुसार विश्लेषण गर्न सकिन्छ। बौद्धिक र अनुसन्धानात्मक जग। वास्तुशास्त्रमा कुनै पनि निर्माण कार्यको सुरुवात गर्नुभन्दा अघि एउटा वर्गाकार योजनाको निर्माण अनिवार्य मानिन्छ। भौतिक आधार। यसलाई भवन निर्माणको मस्तिष्क वा बौद्धिक आधार मानिएको छ। स्थपतिको अनुशासन। एक कुशल वास्तुकारका लागि यस मण्डलको ज्ञान पहिलो र अनिवार्य योग्यता हो। यसलाई स्थापत्यको पहिलो अङ्गका रूपमा लिइन्छ। प्राभौतिक र ब्रह्माण्डीय स्वरूप। वास्तुपुरुष मण्डलले ब्रह्माण्ड र मानव शरीर, पिण्ड र ब्रह्माण्ड बीचको तादात्म्यता प्रकट गर्दछ। ब्रह्माण्डीय पुरुषको प्रत्येक पुरुष शब्दले यहाँ सृष्टिको आदि, स्रोत र सर्वव्यापी चेतनालाई जनाउँछ। यो मण्डलले उक्त अनन्त ऊर्जालाई एउटा सीमित भूखण्डमा समाहित गर्ने कार्य गर्दछ।